नमस्ते, मेरो नाम चाहिँ करुणा नेपाल हो। म चाहिँ मेरो घर चाहिँ विराटनगर हो। म चाहिँ अहिले नेसनल मेडिकल कलेज बीएससी नर्सिङ 3rd इयर स्टुडेन्ट हो। यो म्याराथन तपाईँको पहिलो हो? हजुर। कस्तो लागिरहेछ? जित्छु नै भन्ने चाहिँ थर्ड हुन्छु भन्ने चाहिँ मलाई त्यस्तो एक्सपेक्टेसन राखेर चाहिँ आएको थिइनँ। जाऊँ न त, अघि सेकेन्ड रनरअपले भने जस्तै हामी सँगै प्लान गरेरै जाऊँ न त भनेर आएको हो। अब कुद्दा कुदै थर्ड भइएछ। के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यसरी अब आफ्नो हेल्थ पनि इम्पोर्टेन्ट हो। मर्निङमा लाइक म्याराथनको मात्रै कुरा होइन, मर्निङमा चाहिँ आफूलाई कम्तीमा पनि आधीदेखि 1 घन्टा चाहिँ टाइम दिनुहोस् होइन। जोगिङ गर्नुहोस्, वाक गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्। यसले चाहिँ तपाईँको मेन्टलदेखि फिजिकल हेल्थलाई पनि यसले राम्रो गर्छ। प्रोग्रामहरू चाहिँ स्पोर्ट्स चाहिँ हरेक वर्ष भइरहेको हुन्छ। अरू हेल्थ क्याम्पहरू पनि चलाइरहेको हुन्छ कलेजले। र त्यसै गरी म्याराथन चाहिँ कलेजमा चाहिँ मेरो एक्सपिरियन्स चाहिँ यो कलेजमा चाहिँ फर्स्ट टाइम हो। मेरो नाम दिपना कुमारी यादव हो। म चाहिँ जनकपुरबाट हो, मध्य प्रदेशबाट। कति वर्ष भयो यहाँ मेडिकल कलेजमा? म सेकेन्ड इयर स्टुडेन्ट हो, मेरो 1 वर्ष मात्र भयो। तपाईँ आज म्याराथनमा पहिलो हुनुभएको छ, तपाईँ आफ्नो अनुभव कस्तो छ? अलिक कडा भयो। सुरुमा चाहिँ लागेको थियो कि म जित्छु भनेर, तर चाहिँ कुद्दै मैले पछाडि हेरेको केटीहरू चाहिँ एउटा पनि थिएन। अनि अझै मोटिभेसन मिलिरहेको थियो। अनि त्यसपछि चाहिँ यस्तो पछाडि हेर्दै यदि कोही केटी छैन भन्दै कुद्दै गएको थियो। सास फुलिरहेको थियो बिचमा। त्यही पनि हुन्छ नि, यस्तो भगवानलाई याद गरेर कुद्देको। अनि क्रिकेट मनपर्छ, अनि त्यसपछि चाहिँ यही ब्याडमिन्टन मनपर्छ। यो म्याराथनको लागि तपाईँले केही तयारी गर्नुभएको थियो? नै केही गर्नुभएको थियो? कलेज रिप्रेजेन्ट गर्नको लागि आएको हो। अनि चाहिँ शाखा थियो, मेरो घर चाहिँ धनगढी हो। अनि हाल चाहिँ म एनएमसीमा चाहिँ बीएससी नर्सिङ 3rd इयरको स्टुडेन्ट हो। अनि के छ, तपाईँ म्याराथनको दोस्रो पाउनु भएको छ बसमा, कस्तो लागिरहेछ? आफ्नो अनुभव के छ? यसमा चाहिँ अब हामीले चाहिँ अब म्याराथन भइसकेपछि अब फर्स्ट टाइम अर्गनाइजेसन जस्तो भयो। अनि त्यसपछि हामीलाई चाहिँ इन्ट्रेस्ट भयो कि अब जाऊँ त रमाइलो गरौँ भनेर। रमाइलो कि तालमा खेल्न आएको, अब थालेर सेकेन्डलै भइन्छ भनेर। त्यसैले त्यसको लागि चाहिँ एकदमै धेरै खुसी छु। यो अन्य साथीहरूले के मेसेज दिन चाहनुहुन्छ? अब त्यही हो, स्वास्थ्य भनेको हाम्रो लागि एकदमै इम्पोर्टेन्ट हो। त्यसैले चाहिँ अब हामीले चाहिँ शिक्षासँग चाहिँ स्वास्थ्यलाई पनि सँगसँगै लगेर जानुपर्छ भनेर भन्न चाहन्छु। शिक्षा र स्वास्थ्यलाई सँगै लिएर जानुहुन्छ। अनि खेलमा तपाईँको कुन खेल तपाईँलाई मन पराउँछ? कुन खेलको खेल्नुहुन्छ? म एज अ प्लेयर नै, म चाहिँ उसु प्लेयर हो। त्यसैले मलाई चाहिँ सानैदेखि नै उसु नै मनपर्ने हुनाले चाहिँ एज अ हबी चाहिँ मैले उसुलाई लिएको थिएँ। त्यसैले यस्तै टोटल्ली भन्दाखेरि चाहिँ मलाई उसु नै मनपर्छ भनेर। My name is Vaishya, MBBS 21 batch, 4th year. के छ, तपाईँ आज म्याराथन गर्नुभयो? यो तपाईँको पहिलो म्याराथन हो कि योभन्दा पहिला पनि म्याराथन गर्छ? फर्स्ट टाइम मेरो फर्स्ट टाइम म्याराथन हो। फर्स्ट टाइम हो। यो अनुभव कस्तो लागिरहेछ? धेरै रमाइलो भयो, सोचेको थिएन होइन, आफ्नो बेस्ट दिएपछि हुँदैछ। तपाईँले यो म्याराथन हुन्छ भन्ने जानकारी दियो होला, तयारी गर्नुभएको थियो? तयारी केही थिएन, हामी जेनरली खेलिराखेका हुन्छौँ फुटबलहरू यताउता बास्केटबल खेलिरहेको छौँ। सो त्यसले गर्दामा चाहिँ अलिकति स्पिडमा मेन्टेन चाहिँ भएको थियो। म्याराथनलाई छुट्टै प्र्याक्टिस चाहिँ गरेको थियो। म्याराथनले छुट्टै प्र्याक्टिस। तपाईँ दौडिँदा सुरु हुँदा बाटोमा मान्छे हेर्ने, सायब केही कुरामा तपाईँले अनुभव गर्नु, तपाईँले आफ्नो टार्गेटमा फोकस गर्नु। अनि तपाईँको बसाइ कहाँ? अनि नेसनल मेडिकलमा यहाँ आएर पढ्दै हुनुहुन्छ, बसाइ कहाँ हो तपाईँको? मेरो बसाइ पर्मानेन्ट एड्रेस चाहिँ मेरो पाल्पा रामपुर। हाल चाहिँ मैले 4 वर्षदेखि हुन्छु होस्टेलमा बस्दैछु। यो तपाईँको खेलप्रतिको रुझान कुनमा छ बढी? म बास्केटबल, मेजोरिटी त म फुटबल खेल्छु, कहिलेकाहीँ पार्ट टाइममा चाहिँ म बास्केटबल खेलिरहेको छु। तपाईँहरूको साथीहरूलाई के भन्न चाहन्छ? यो पहिलो तपाईँको जितलाई कसरी लिनु उहाँहरूले? उहाँहरूले अभियसली सपोर्ट गरि नै राखेका थिए पहिलेदेखि। हौसला पनि उनीहरूकै आशाले उनीहरूले हौसला दिइराखेका थिए, दिन्छ मैले भनेर यताउता। सो त्यसले गर्दाखेरिमा चाहिँ मलाई अलिकति मोटिभेसन टाइप भनौँ न, मोटिभेसन टाइप भयो। सो त्यसले गर्दा चाहिँ धेरै मेन्टेन भएको। अनि तपाईँसँगै अरू पनि साथी दौडेको थियो नि, उहाँहरूले के भन्नु? उनीहरूले पनि आफ्नो बेस्ट नै दिएका हुन्, मैले पनि आफ्नो बेस्ट दिएँ। सो तिनीहरूलाई चाहिँ अब यही कन्टिन्यू म गर भन्न चाहन्छु। उनीहरू मेरो अगाडि मेरो पछाडि आउने भए पनि मभन्दा थोरै पछाडि मात्रै पऱ्यो। सो यसमा हारजित भन्दा पनि आफ्नो क्रस लाइन, हाम्रो जुन बोर्डर लाइन छ त्यो क्रस गर्नु नै सबैको जित हो भन्न चाहन्छु म। ढिलो पछि सबैले गर्नु नै हो, त्यो आफ्नो लागि जित्नै हो, सबैको आफ्नो सफलता दिनु। यो म्याराथन गर्दा कसैले अब रेड बुल जुसहरू खाएर गर्छन्, त्यो गर्नु ठिक कि नबेठिक? त्यो चाहिँ प्रोफेसनली चाहिँ मलाई केही पनि थाहा छैन होइन, म प्रोफेसनल रनर पनि होइन। सो म चाहिँ ती खाएको पनि थिएन, बिहान उठ्ने बित्तिकै गएको। सो हाम्रो बिहानै थियो। सो त्यसमा चाहिँ मलाई टाइपपट्टि केही अभियसली इनर्जी ड्रिङ्कले चाहिँ अलिकति हेल्थ चाहिँ गर्छ होला, अभियसली बुस्ट हुन्छ होला सायद है। सो त्यो चाहिँ मलाई प्र्याक्टिकली चाहिँ थाहा भयो। म चाहिँ कोलपुर बाँके जिल्लादेखि, म
मलाई चाहिँ 3 वर्ष भयो। तपाईँ आज म्याराथनमा दोस्रो पाउनु भएको होइन कस्तो लागिरहेछ राम्रो लाग्यो, एक्सपिरियन्स राम्रो थियो। पहिलादेखि तयारी गर्नु भएको थियो कि के छ तयारी त्यही स्पोर्ट्स डेको तयारी चाहिँ थियो, म्याराथन राम्रै भयो त्यस। अनि तपाईँ जितिनु भएको छ, तपाईँ अनि साथीहरूलाई के भन्नुहुन्छ? साथीहरू त्यही अब फिजिकली चाहिँ एक्टिभ हुनुपर्छ होइन, फिट हुनुपर्छ। तपाईँले यो अनुभवलाई आफ्नो घरमा साथीहरूलाई कसरी सेयर गर्नुहुन्छ? यो राम्रो एक्सपिरियन्स थियो, कलेजदेखि नै दौड्न पाइयो, राम्रो एक्सपिरियन्स। तपाईँको कुन चाहिँ खेल बेस्ट हो? मेरो चाहिँ फुटबल खेल्छु म। राम्रै भनौँ, कस्तो लागिरहेछ? राम्रै। तपाईँ जितेपछि अन्य साथीहरूलाई के भन्न चाहनुहुन्छ? केही नै, डु बेस्ट, पछि अर्को वर्षको लागि। यो खेल पहिलादेखि तयारी गर्नु भएको थियो कि आज पहिलोचोटि नै? नै 2 वर्ष अगाडि गएर ट्रेनिङ गर्दै अझ फर्स्ट टाइम हाने 2 वर्षपछि। म्याराथनको लागि तयारी गरिराख्नु थियो? नै म्याराथन म्याराथन पहिलो? म्याराथन पहिलो। तपाईँको खेल कुन खेललाई मन पराउनुहुन्छ? फुटबल दैनिक खेल्नुहुन्छ? हप्तामा 3-4 दिन।